नमस्ते। आज कुरा गरौँ डालस फोर्ट वर्थमा रहेका टप 5 स्कुल डिस्ट्रिक्टहरूको बारेमा। लेट्स स्टार्ट विथ नम्बर 5। नम्बर 5 मा रहेको छ लभजोय इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रिक्ट, जुन चाहिँ रहेको छ लुकास टेक्ससमा। निसको ग्रेड अनुसार यो रहेको छ A+, विद्यार्थी सङ्ख्या 4092 भने टोटल विद्यालय 6 रहेका छन् र यो डिस्ट्रिक्टको विशेषता सानो स्टुडेन्ट सङ्ख्या टिचरको अनुपातमा र उत्कृष्ट एकाडेमिक सपोर्ट। नम्बर 4 एलन इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रिक्ट, जुन चाहिँ रहेको छ एलन टेक्ससमा। निसको ग्रेड अनुसार यो रहेको छ A+, विद्यार्थी सङ्ख्या रहेका छन् 21370, विद्यालयहरू रहेका छन् 24 र यो डिस्ट्रिक्टको विशेषता भनेको आधुनिक सुविधा, एकाडेमिक एन्ड एक्स्ट्रा करिकुलर प्रोग्राम्समा ब्यालेन्स। नम्बर 3 कोपेल इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रिक्ट, जुन चाहिँ रहेको छ कोपेल टेक्ससमा। निसको ग्रेड अनुसार यो रहेको छ A+, विद्यार्थी सङ्ख्या 13100 भने टोटल विद्यालयहरू रहेका छन् 17 र यो डिस्ट्रिक्टको विशेषता भनेको टेक्नोलोजी र STEMमा फोकस्ड, विच मिन्स साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथमेटिक्समा एकदमै राम्रो छ र त्यसको साथसाथै डिसिप्लिन लर्निङ इन्भाइरोमेन्टको लागि पनि पपुलर छ। नम्बर 2 मा रहेको छ ग्रेपभाइन कलिभेल इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रिक्ट, जुन चाहिँ रहेको छ ग्रेपभाइन टेक्ससमा। निसको ग्रेड अनुसार यो रहेको छ A+ भने विद्यार्थी सङ्ख्या रहेका छन् 13565 र टोटल विद्यालयहरू रहेका छन् 21 र यो डिस्ट्रिक्टको विशेषता भनेको ब्यालेन्स्ड एकाडेमिक्स र आर्ट्स, त्यसको साथसाथै लिडरसिप विकासमा पनि योगदान रहेको छ। फाइनली लेट्स टक अबाउट नम्बर 1। नम्बर 1 रहेको छ क्यारोल इन्डिपेन्डेन्ट स्कुल डिस्ट्रिक्ट, जुन चाहिँ रहेको छ साउथ लेक टेक्ससमा। निसको ग्रेड अनुसार यो रहेको छ A+, विद्यार्थी सङ्ख्या रहेका छन् 8292 र यो डिस्ट्रिक्टको विशेषता भनेको कन्सिस्टेन्टली टप रेटेड कलेज, प्रेप र स्पोर्ट्समा नेसन वाइड मान्यता। र यो सबै इन्फर्मेसनहरू मैले निकालेको हो niche.com बाट। तपाईँहरू आफै पनि गएर भिजिट गरेर वेबसाइटमा यो सबै डिटेलहरू निकाल्न सक्नुहुनेछ। राइट, र यस्तै जानकारीमूलक भिडियोको लागि प्लिज डु फलो मी। र टेक्ससमा यदि कुनै पनि घर जग्गा किनबेच गर्नको लागि तपाईँलाई सहयोग चाहेको छ भने आई एम अलवेज देयर फर यु, जस्ट अ कल अवे, जस्ट गिभ मी अ कल राइट नाउ। राइट, आई एम गोना हेल्प यु र विल go over together र तपाईँको ड्रिम हाउस अथवा ड्रिम ल्यान्ड, we'll find it together, we'll work together. All right, thank you so much for now. Thank you.